सबै धर्ममित्रहरूलाई टसी दिलेर नमस्कार भन्न चाहन्छु। आज म फेरि बोधिसत्व महान बोधिसत्व शान्तिदेवको एउटा प्रवचन लिएर यहाँ तपाईँहरूको अगाडि नेपालीबाट मैले एक दुई शब्द जानेको चाहिँ म उल्लेख गर्न चाहन्छु। यो के हो भने यो नभन्दै पहिले के भन्न चाहन्छु भने हामी सबैजनालाई मान्छेले राम्रो भन्यो भने हामी खुसी लाग्छ, मान्छेले नराम्रो भन्यो भने हामीलाई मन दुःख लाग्छ नि होइन। सबैजनालाई राम्रो, यो राम्रो रहेछ, त्यो राम्रो रहेछ, त्यो मान्छे एकदम राम्रो रहेछ भन्दाखेरि मनमा खुसी आउँछ आउँदैन होइन, सबैजनालाई आउँछ होइन। त्यस्तो हो भने हामीले राम्रो र राम्रो बाटोमा जान चाहिँ एकदम महत्त्वपूर्ण रहेछ। राम्रो चाहन्छ तर पनि काम नराम्रो गर्यो भने, मान्छेले नराम्रो गर्यो भने त्यो पछाडि मुख छाड्ने चाहिँ हाम्रो संसारको रीतिथिति जस्तो हो। किनभने एक त हामी संसारमा जन्मेको छ, संसारको दुःख भोगिरहेको छ होइन। एक आफन्तभित्र रिस र डाहको मुनि परिरहेको छु होइन। हामी आफ्नै हातमा आफ्नो जिउ चाहिँ आफैले कन्ट्रोल नगरेर हाम्रो जिउ र मन चाहिँ होइन रिस र राग र क्लेशहरूले पनि कन्ट्रोल गरिरहेको छ। त्यस कारणले पनि हामी सानो तिनो कुरामा हामीलाई झडक्क रिस उठ्ने र अनि मान्छेले सानो छोटो वचन नमिठो र आफैलाई मन नपर्दो वचनहरू बोल्दाखेरि हामीलाई रिस उठ्ने जहिले पनि भइरहन्छ। त्यसले के हुन्छ भने मैले पाँचौँ पाठमा भनेको जस्तो होइन, त्यसले अरूलाई जे भयो पनि होइन, जे जस्तो भयो पनि आफूलाई दुःख र मनको शान्ति यसले हटाउँदो रहेछ भन्ने चाहिँ हामीले जहिले पनि हाम्रो दिमागमा राखेर होइन दिनको व्यवहारमा हामीले पालन गर्नु सक्यो भने आफैलाई खुसी हुँदो रहेछ। त्यस कारणले बोधिसत्व शान्तिदेवले के भन्नुभएको छ भने अब मलाई नेपाली यति राम्रो आउँदैन, म एकदम सिम्पलमा तपाईँहरूलाई बुझाउने कोसिस गर्छु होइन। यदि तपाईँलाई होइन मान्छेहरूले पछाडि कुरा काट्ने र नराम्रो बोल्छ भने होइन, यसो सुन्यो भने तपाईँ त्यसमा मन दुखाउनु पर्दैन होइन, मन दुखाउनु पर्दैन। अनि मन नदुखाएर होइन, त्यसको साटो उसले त मलाई कुरा काट्यो होइन, उसले मलाई नराम्रो वचन बोल्यो तर पनि मलाई राम्रो गर्ने र मलाई एप्रिसिएटेड गर्ने होइन, मलाई उचाल्ने पनि छ भन्ने सोच भन्छ होइन। दोस्रोमा यदि मान्छेले तपाईँलाई एकदमै ओ यो मान्छे त राम्रो रहेछ, यसले समाजको काम गर्दो रहेछ होइन, जहाँ गयो भने यसले राम्रो व्यवहार गर्दो रहेछ भने मान्छेले भन्दाखेरि त्यसमा हामी एकदमै त्यो नगर भन्छ कि प्राइड नगर भन्छ होइन, प्राइड नगर होइन। किनभने पछाडि तपाईँलाई नराम्रो बोल्नेहरू पनि आइरहन्छ भन्छ। यो दुईटा कुराले के सिक्छ भने होइन, मान्छेले उचाल्यो भने एकदमै खुसी नगर, तपाईँलाई उन्दो खसाल्ने मान्छे पनि छ। मान्छेले खसाल्ने र कुरा काट्ने भयो भने मन दुःख नगर, तपाईँलाई उचाल्ने मान्छे पनि छ भन्छ। यसले हाम्रो मनको अब कस्तो भन्नु ब्यालेन्स मिलाउँदो रहेछ नि, ब्यालेन्स होइन। अहिले भने जस्तो हामी सबैजनालाई त म जस्तो सबैजनालाई एकदमै राम्रो मात्रै चाहिन्छ कि यसले राम्रो गरेछ, यसले के गरेछ भन्दाखेरि खुसी भइरहन्छ नि। तर पनि अगाडि त त्यसले भन्यो अनि त्यो नभई अर्को मान्छेहरूले हामीलाई कुरा काट्ने हुन्छ। त्यस कारणले राम्रो भन्दाखेरि एकदमै माथि चढेर जाने र नराम्रो भन्दाखेरि एकदमै तल खस्ने नगर भन्छ होइन। राम्रो भनेर ओ मैले राम्रो गरेन, आफै सोच ओ मैले राम्रो गरेँ जस्तो लाग्यो, उसले पनि राम्रो भन्दो रहेछ केही पनि छैन, तर पनि मलाई यसले
यो कुराले केही फाइदा गर्दैन होइन। अर्को मान्छेले मलाई कुरा काट्नेछ, नराम्रो पनि भन्छ भन्ने सोच्यो भने हाम्रो आफ्नो व्यक्तिगत काम, समाजको काम गर्दाखेरि एकदमै मनलाई शान्ति र अनि ब्यालेन्ससँग गर्नु सक्दो रहेछ। त्यस्तो नगरे अ, मुख्यमा हाम्रो विशेष हाम्रो समाजको काम गर्दाखेरि होइन, समाजको काम गर्दाखेरि आफैले अ डिसिसन लिएको कामलाई आफ्नो अ, कस्तो भन्नु हाम्रो अ, सदस्यहरूमा पनि कोहीलाई त्यो कुरा मनपर्छ, कोहीलाई मन पर्दैन होइन। फेरि सदस्यभित्र डिसिजन लिएको काम अर्को जनतालाई मनपर्छ, पर्दैन। त्यसमा धेरै किसिमको कामहरू हुन्छ। मुख्य कुरा चाहिँ आफूले जे डिसिजन लियो, सदस्यहरूसँग जे डिसिजन लियो, समाजलाई फाइदा हुन्छ कि हुँदैन, त्यो हामीले मेन भावना चाहिँ मेन्टेन लिनुपर्ने रहेछ होइन। त्यस्तो नलिएर आफ्नो पर्सनल फाइदा र भावना लियो अनि काम गर्दाखेरि समाजको नाम गरेर काम गर्यो भने अनि पछि मनलाई शान्ति पनि हुँदैन होइन। काम 1-2 वर्ष गरेको काम सकिसकेपछि मनमा एकदमै दुःखी हुन्छ। ओहो! मैले त्यो टाइममा यस्तो नराम्रो व्यवहार गरेछ अनि व्यक्तिगतको फाइदाको लागि मैले समाजको नाम लिएछ भन्ने आफूलाई पश्चाताप हुन्छ होइन। त्यस्तो नभएर होइन मन सङ्कल्प र समाजलाई फाइदा हुने काम गर्दाखेरि राम्रो भावना लिएर होइन, अर्को मान्छेहरूले बाहिर पछाडि मुख काट्यो भने गर्छ कुरा काट्यो भने होइन, त्यसमा हामी दुःखी लिनु पर्दैन। किनभने आफ्नो भावना, आफ्नो मोटिभेसन एकदम राम्रो छ होइन। सबैजनाको चित्त बुझाउन सक्दैन